अब हाम्रो त यहाँ त अब हामी सुरुमा जग्गा लिन आउँदाखेरि अब खुल्ला सुस्त वातावरण हैन त्यस्तो भएर अनि हामीले यहाँ जग्गा लिएको अब जस राम्रो छ हावापानी राम्रो छ पर बाटो अब आफ्नो जग्गा अगाडि ठुलो बाटो बच्चाहरूलाई खेल्न ओर्न गाडीहरू त्यस्तो नआउने त्यही राम्रो छ यो ठाउँको मन परेको चाहिँ अब यही हो बाटो घाटो सुविधा हावापानी राम्रो धुलो धुवा भएन त्यही हो हामीलाई यसो मर्निङ वाक गर्न यताउति हिँडडुल गर्न सुविधा छ त्यो मन पर्यो अनि पानीहरू अहिले हामीले हावापानी राम्रो खान पाएको छौँ जङ्गल नजिकै छ मठ मन्दिरहरू नजिकै छ डोलेश्वर मन्दिरहरू यता पारिम मन्दिर छ ठिकै छ हाम्रो लागि यहाँनिर बस्नलाई अलिकति भिडभाडमा भन्दा हाम्रो लागि चाहिँ बस्न चाहिँ ठिक छ ठिक लागेरै हो यहाँ लिएको म के भन्न चाहन्छु भने अब सिपाजोल राम्रो छ यहाँ शान्त वातावरण छ हरियाली हरियाली स्वच्छ वातावरण छ बिहान उठो एकदम चराचुरुङ्गीको आवाज एकदम हरियो हरियो छ घुम्न गर्न आनन्द छ चोरी चकारी यताउति केही छैन कति शान्त वातावरण छ मान्छेहरू पनि यहाँका सबै मिजासिलो फरासिलो मिलनसार हुनुहुन्छ पहिलादेखि बसिआएको हामी पो नयाँ आउँ त उतातिर पहिलादेखि बसेकोहरू हुन्छ आउनुहोस् हजुरहरूलाई पनि रमाइलो लाग्छ यो ठाउँमा आएपछि भन्न चाहन्छु धन्यवाद